यदि घरको भित्तामा वा ढोका झ्यालको फ्रेममा माटोको सुरुङ देखियो भने बुझ्नुपर्छ कि धमिरा घरभित्र प्रवेश गरिसकेको छ र यसको कलोनी सक्रिय भइसकेको छ। धमिरा एक सामाजिक किराको समूह हो जुन लाखौंको संख्यामा बस्छन् र आफ्नै कलोनी बनाएर आफ्नो गतिविधि चलाउँछन्। सामान्यतया धमिराको मुख्य कलोनी जमिन मुनि हुन्छ, जहाँ राजा रानी बस्छन्, तर खाना र काठको खोजीका क्रममा घरभित्र सेकेन्डरी कलोनी पनि बनाउने गर्छन्, जसले घरको संरचनामा प्रत्यक्ष क्षति पुर्याउँछ। यसको शरीर नरम हुन्छ र काठ चपाउन विशेष रूपमा विकसित बलिया दाँत हुन्छन्। धमिरा कलोनीभित्र स्पष्ट रूपमा काम बाँडफाँड हुन्छ, जहाँ कर्मी धमिराहरूले काठ चपाउने, माटोको सुरुङ बनाउने र बच्चाहरूको हेरचाह गर्ने काम गर्छन् भने सिपाही धमिराहरूले कलोनीको सुरक्षा गर्छन्। प्रजनन वर्गमा राजा र रानी धमिरा पर्छन्, जहाँ रानी धमिराको आयु 20 वर्षभन्दा बढी हुन सक्छ र एउटी रानीले दिनमै हजारौं अण्डा पारेर कलोनीलाई दशकौंसम्म जीवित र सक्रिय राख्छ। धमिराको खानाको मुख्य स्रोत सेलुलोज हो, जुन काठ, कपडा र कागज जस्ता सामग्रीमा पाइन्छ। शरीर नरम भएकाले धमिरा सीधा हावा र प्रकाशबाट बच्न जमिनको ओसिलो भागमा माटोको सुरुङ बनाएर हिँड्छ र सानो चिरा हुँदै घरभित्र पस्छ। विशेष गरी प्री मनसुन वा पानी पर्ने मौसममा हामीले देख्ने पखेटा लागेको धमिरा उड्नु भनेको नयाँ कलोनी सुरु हुने संकेत हो। सुरुमा धमिराको क्षति देखिँदैन, तर समयसँगै ढोका झ्याल र बहुमूल्य फर्निचरलाई भित्रबाट खोक्रो बनाउँछन् र पूर्ण रूपमा फर्निचरमा क्षति पुर्याउँछन्। यस्तो गम्भीर र दीर्घकालीन समस्या नियन्त्रण गर्न सामान्य घरेलु उपाय पर्याप्त हुँदैन। त्यसैले धमिरा नियन्त्रणका लागि प्रोफेसनल, अनुभवी र लाइसेन्स्ड कम्पनी मार्फत वैज्ञानिक तरिकाले एन्टी टर्माइट ट्रिटमेन्ट गराउनु अत्यन्त आवश्यक हुन्छ। आजै हामीलाई व्हाट्सएपमा वा कल गरी उपचार सम्बन्धी थप जानकारी पाउनुहोस्।